नमस्कार साथीहरू। हिजो मार्केट 8.78 अङ्कले बढेर 2712.86 अङ्कमा बन्द भएको थियो र यो बढ्ने क्रममा 162 वटा कम्पनी बढेको छ, 90 वटा कम्पनी घटेको छ र 16 वटा कम्पनी अनचेन्ज रहेको छ। सबैभन्दा धेरै बढ्ने कम्पनी रहेको छ अप्पर लाहोरे खोला हाइड्रो पावर लिमिटेड, सोलु हाइड्रो पावर र धौलागिरी लघुवित्त र सबैभन्दा धेरै घट्ने कम्पनी फरवार्ड लघुवित्त, कर्पोरेट डेभलपमेन्ट ब्याङ्क, सुपरखुदी हाइड्रो पावर र रावा एनर्जी डेभलपमेन्ट लिमिटेड रहेको छ। टप टर्नओभरमा आएको कम्पनी रहेको छ सोलु हाइड्रो पावर, रिलायन्स स्पिनिङ मिल्स, एनएचपिसी, एकेजेसिएल र पाल्पा सिमेन्ट। र सबैभन्दा धेरै कारोबार भएको कम्पनी रहेको छ पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, सोलु हाइड्रो पावर, शिखर पावर डेभलपमेन्ट लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र नेसनल हाइड्रो पावर लिमिटेड। र अब हामी टेक्निकलतिर लागौँ र हामी चार्टमा देख्न सक्छौँ नेप्से इन्डेक्स। यो एउटा हाम्रो सपोर्ट एरिया रहेको थियो, डिमान्ड जोन पनि भन्न सक्छौँ यसलाई हामीले, र यही एरियाबाट हामीले बढेको देख्न सक्छौँ। ट्रेन्ड लाइन तानेर हेर्ने हो भने यो ट्रेन्ड लाइनबाट पनि हामीले नेप्सेले सपोर्ट लिएको भनेर हामीले देख्न सक्छौँ। र यो सानो ट्रेन्ड लाइनबाट हेर्दाखेरि चाहिँ नेप्सेले यहाँ रिजेक्सन खाएको पनि हामीले देख्न सक्छौँ। र अब हामीले यसबाट के भन्न सक्छौँ भन्दाखेरि चाहिँ हामीले अब आजको क्यान्डल हेर्नुपर्ने हुन्छ। यो आजको क्यान्डलले चाहिँ यो 2727 को एरियाभन्दा माथि क्लोजिङ दिन सक्यो भने चाहिँ अलिकति बढ्न सक्ने भनेर हामीले आङ्कलन गर्न सक्छौँ। र सेक्टरहरू हेर्दाखेरि सबैभन्दा धेरै बढेको सेक्टर चाहिँ हाइड्रो पावर रहेको छ। हाइड्रो पावर सेक्टर चाहिँ 1.03% बढेको छ र सबैभन्दा धेरै घट्ने सेक्टर भनेको चाहिँ यो ट्रेडिङ सेक्टर रहेको छ। र हामीले हेर्न सक्छौँ ब्याङ्किङ सेक्टर पनि बढेको छ। र अब चाहिँ हामीले नेप्से हेर्दाखेरि चाहिँ अब नेप्से कुन एरियासम्म जान सक्छ बढ्यो भने भनेर हेर्दाखेरि यो फेयर भ्यालु ग्यापको एरिया छ। अब यो 2790 भन्दा माथि क्लोजिङ दिन नसकेसम्म हामी चाहिँ अझ बुलिस हुन चाहिँ सक्दैनौँ है। हाम्रो यो स्मार्ट मनी कन्सेप्ट अनुसारले चाहिँ यो एरिया तोड्ने देखेका छौँ र यो एरिया नतोडेसम्म यो जति नै माथि जान्छ यो रिट्रेसमेन्ट हो हामीले भन्न सक्छौँ। र मैले हिजोको भिडियोमा पनि भनेको थिएँ कि हाम्रो अल्टिमेट बाइङ एरिया भनेको चाहिँ यो 2600 को एरिया हुन जान्छ। र अब हिजोको टप गेनर स्टकहरूको एनालाइसिस गरौँ। सबैभन्दा पहिला यो अप्पर लाहोरे हाइड्रो पावर कम्पनी लिमिटेडको एनालाइसिस गरौँ। यो कम्पनी यो सपोर्टबाट बढेको देख्न सक्छौँ हामीले। अब यो कम्पनी बढेर माथि नै जाने हो त भन्दाखेरि अब यो 1 मिनटको चार्ट हेरौँ। ल यसमा चाहिँ लास्ट मिनटमा पम्प गरेको देख्न सक्छौँ। र लास्ट मिनटमा पम्प गरेको हुँदा चाहिँ अब सिधै माथि जाने होइन, यो फेरि केही रिट्रेसमेन्ट आएर मात्र माथि जान्छ कि भनेर हामीले भन्न सक्छौँ। किनकि हामीले अस्ति यो फरवार्ड लघुवित्तमा पनि हामीले देख्न सक्छौँ यो लास्ट मिनटमा पम्प गरेको थियो, जस्तो बढेको थियो त्यस्तै घटेको छ हिजो। र यो अप्पर लाहोरेमा पनि त्यस्तै हुन सक्ने चान्स छ। अब सोलु हाइड्रो पावर पनि बढेको छ। अब यो चाहिँ बढ्ने नै हो कि घट्छ भनेर चाहिँ हामीले 1 आवरको चार्टमा हेर्नुपर्ने हुन्छ। अब यो चाहिँ मलाई जहाँसम्म लाग्छ रिट्रेसमेन्ट आएको हो र अब यो 740 देखि 745 को एरियालाई तोडेर माथि नै क्लोजिङ नदिएसम्म यसमा हामी बुलिस हुन चाहिँ सक्दैनौँ है। त्यसपछि डिएलबिएस हेरौँ। डिएलबिएसले चाहिँ यो एरियामा कार्तिकदेखि अहिलेसम्म कन्सोलिडेट गरेर बसिरहेको छ। अब यो एकुमुलेसन हो कि डिस्ट्रिब्युसन हो भनेर हेर्नलाई चाहिँ हामीले यो 1460 भन्दा माथि क्लोजिङ नदिएसम्म हामीले भन्न सक्दैनौँ। अब कि त यो 1460 भन्दा माथि क्लोजिङ दिनु पर्यो कि त अब डिस्ट्रिब्युसन हो भने चाहिँ यो 1240 भन्दा तल क्लोजिङ दिनु पर्यो। अहिले चाहिँ बजार बुलिस लयमा जाने जस्तो देख्छु म, त्यसैले यसलाई चाहिँ मैले एकुमुलेसनै भन्छु है। तपाईहरुले चाहिँ किन्न
पर्यो भने चाहिँ यो तलको एरिया जुन 1260 को एरिया हुन्छ यसमा चाहिँ किन्न सक्नुहुन्छ। सबैभन्दा धेरै टर्नओभर सोलु हाइड्रो पावरमा आएको थियो। यो आरएसएमएल रिलायन्स स्पिनिङ मिल्समा पनि आएको थियो र यो चाहिँ अहिले डाउन ट्रेन्डमा छ। अब यो ट्रेन्ड लाइन चाहिँ यसले ब्रेक नगरेसम्म यो माथि जान्छ भनेर हामीले भन्न सक्दैनौँ। यो ट्रेन्ड लाइनको ब्रेकआउट चाहिँ हामीले कुर्नुपर्ने हुन्छ यसमा। अर्को एनएचपिसी रहेको छ। अब एनएचपिसी पनि अब डाउन ट्रेन्ड जस्तै देखिरहेको छ है। यसलाई चाहिँ अब हामीले किन्नलाई चाहिँ यो एरियामा हेर्न पर्ने हुन्छ 250 मा। यसबाट बुलिसनेस देखाउन थाल्यो भने चाहिँ हामीले किन्न सक्छौँ। एकेजेसिएल हिजो मैले भनेको थिएँ यो ट्रेन्ड लाइन ब्रेकडाउन दिइसकेको छ र अब जति पनि यो माथि बढ्छ यसको लागि चाहिँ सेलिङ अपर्च्युनिटीको रूपमा लिनुपर्ने हुन्छ हामीले। अब हाई रिस्क बाई गर्न चाहनुहुन्छ भने चाहिँ यो 340 को एरिया हुन्छ, यसमा हामीले बाई गर्न सक्छौँ है। यो पिसिआइएल पनि अहिले डाउन ट्रेन्डमा छ। यसै पनि मैले हिजो भनेको थिएँ अब यो 0.382 लाई यसले सस्टेन गर्न सकेन। आज यसमै ठोकेर रिजेक्सन खाइरहेको छ। अब यो 790 तिर आउन सक्छ। एचडिएचपिसी हेर्नुपर्ने हुन्छ हामीले। यो ट्रेन्ड लाइनबाट बढिरहेको छ र अब यो ट्रेन्ड लाइन चाहिँ यसले सस्टेन गर्छ कि गर्दैन भनेर हेर्नुपर्ने हुन्छ हामीले। अब नत्र यो डाउन ट्रेन्ड लाइन छ, डाउनवार्ड ट्रेन्ड लाइन छ। अब यसलाई ब्रेकआउट दियो भने चाहिँ हामीले यसलाई बाईको लागि हेर्नुपर्ने हुन्छ है। रिडी हेरौँ। रिडीले चाहिँ यो ट्रेन्ड लाइन ब्रेकडाउन दिइसकेको जस्तो देख्छौँ तर त्यति क्लियरली चाहिँ देखिसकेको छैन। त्यसैले यसमा चाहिँ सेलिङको लागि हेर्ने हो भने यो 316 देखि 310 को एरियालाई हेर्नुपर्ने हुन्छ। यो एरिया चाहिँ ब्रेकडाउन दियो भने हामीले सेलिङको लागि जानुपर्ने हुन्छ है। अहिलेसम्म बेच्नु भएको छैन भने। अब झापा एनर्जी हेरौँ। झापा एनर्जीले चाहिँ अझै पनि यसलाई ब्रेकआउट दिइसकेको छैन राम्रोसँग है। यसमा चाहिँ अब लास्ट मोमेन्टमा चाहिँ अलिकति बाइङ दिइरहेको हुन्छ जहिले पनि। त्यसैले यसमा बाइङको लागि चाहिँ त्यति हामी पोजिटिभ हुन चाहिँ सक्दैनौँ है। होटल फरेस्ट इन हेरौँ। यो अब 0.382 को एरिया आउन लागिरहेको छ। यो 930 को एरियाबाट बढ्न सक्छ है। यो अब एनआरएन हेरौँ। एनआरएनले पनि यो ट्रेन्ड लाइनलाई चाहिँ ब्रेकडाउन दिइसकेको थियो र अब हामीले चाहिँ अब यसलाई यसको राइट सेयर पनि आउन लागेको छ सायद। यसको राइट सेयरको लागि चाहिँ एडजस्ट भइसकेको छ रहेछ है। अब यसलाई चाहिँ हामीले बाई गर्ने हो भने यो एरियामा हेर्न पर्ने हुन्छ है। 1330 देखि 1350 को एरियामा हेर्न पर्ने हुन्छ। यो एरियाबाट बुलिसनेस देखाउन थाल्यो भने चाहिँ हामीले बाई गर्न सक्छौँ है। आजको लागि यति नै गरौँ। यो पोइन्टसम्म हेरिदिने भयो। सबैलाई धन्यवाद छ। तपाईँहरूको केही क्वेरिजहरू छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म अर्को भिडियोमा त्यो क्वेरिजहरूलाई इन्क्लुड गरेर त्यो क्वेरिजको एन्सर सहित भिडियो बनाउने कोसिस गर्दछु। र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र भिडियो मन परे लाइक पनि गर्न नबिर्सिनुहोस्। अहिलेको लागि यति नै, धन्यवाद।